ईश्वर गन्था भिडियो नम्बर 67। यो कलयुग अथवा आजको युगमा बुद्धि विचार विश्लेषणको कमी छैन हजुर। यहाँ त आजको युगमा त सभ्यता चेतनता ज्ञान विवेक नियम र संस्कारको कमी छ हजुर। आज पढे लेखेकाको भनाइ के छ भने ज्ञान विवेक नियम र संस्कार गर्नु पुरातात्विक र पुरातन मान्दछन् र पाखण्डे पनि पागल पनि भन्ने गर्दछन् र अमानवी छन्। यही बुद्धि विचार विश्लेषणका अहमले मानव र मानवता भङ्ग छ हजुर। यस्ता सम्म खतरनाक कार्यहरू सम्म भएका छन् कि एटम र अणु पनि बुद्धि विचार विश्लेषणले नै भएका छन्। तसर्थ आजको युगमा अथवा कलयुगमा ज्ञान विवेक सभ्यता र संस्कारको आवश्यकता छ हजुर। नमस्कार। ल दिशो सत्यफल महादेवी पर्वत।